कसवा कता हुनुहुन्छ अहिले? डाइरेक्ट विश्वासीहरूको घरमा। ल हामी डाइरेक्ट आइपुग्यौँ। आज चाहिँ समयमा आइपुग्यौँ र हामी चन्द्रकाको घरमा छौँ। छिउ निकै जाडो छ। मुला सुकाएर राख्नु भएको रहेछ। अनि साँच्चै नै परमेश्वरको छोराछोरीहरूसँग भेट्न पाउँदा निकै नै आनन्द लाग्छ। उति टाढा भए तापनि बाटोहरू खतरनाक भए तापनि परमेश्वरको काममा हिँड्दाखेरि परमेश्वरको जनहरूलाई भेट्दाखेरि साँच्चै नै खुसी लाग्छ। यो मनलाई आनन्द मिल्छ। प्रभुलाई धन्यवाद भएकोस्। अनि हामी यहाँ देख्न सक्छौँ यो मनासलु हिमाल हो। निकै नै राम्रो देखिन्छ हौ मनासलु हिमाल। घाम लागिरहेछ त्यहाँ चाहिँ। तल्लो गाउँ भरे साँझ हाम्रो सङ्गति छ। तपाईँले प्रार्थनामा सम्झिदिनु होला। हामी चाहिँ भोलि बिहानै फर्किने छौँ। आजलाई चाहिँ पास्टर भएर म मात्रै आएका छौँ। अब क्रिसमसमा चाहिँ हाम्रो मण्डली परिवार नै हामी आउने छौँ। ल सबैलाई जय मसीह।